यसअघि महाधिवेशन प्रतिनिधि छनौटका क्रममा जिल्लामा नेकपा एमालेका संस्थापन र इतर समूहबीच हाल झडप मतपत्र च्यात्नेदेखि बहिष्कारसम्मका दृश्यहरू देखिँदा अब यो क्रम सरेर केन्द्रीय पार्टी कार्यालय च्यासलमै पुगेको छ। आज एमालेको केन्द्रीय कार्यालय च्यासलमा पार्टीका कार्यकर्ताहरूबीच हालको अवस्था सृजना भएको छ। आदिवासी जनजाति लोकतान्त्रिक महासंघका केही सदस्यहरू शुक्रबार दिउँसो महाधिवेशन प्रतिनिधि छनौटमा असन्तुष्टि राख्दै केन्द्रीय कार्यालय च्यासल पुगेका थिए। उनीहरूले संगठन विभागका प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग भेटेर आफ्ना कुरा राखिरहेका थिए। सो क्रममा च्यासलमै भएको अर्को समूहसँग उनीहरूको हाल भएको हो। एमालेको महाधिवेशन उद्घाटन यही मङ्सिर 27 गते भक्तपुरको सल्लाहघारीमा हुँदैछ। देशभरबाट प्रतिनिधिहरू छनौट भइसकेका छन्। उक्त प्रतिनिधि छनौटमा लोकतान्त्रिक प्रक्रिया पूरा नगरिएकोमा असन्तुष्टि जनाउँदै आदिवासी जनजाति लोकतान्त्रिक महासंघका असन्तुष्ट नेताहरू च्यासल पुगेका थिए। सो क्रममा उनीहरूले चर्को स्वरमा 1.5 वर्षसम्म विधि नमिलाइएको भन्दै आपत्ति जनाएका थिए। त्यस क्रममा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीसँग विवाद हुँदा आक्रोशित कार्यकर्ता र कार्यालयमा रहेका अर्का पक्षका कार्यकर्ता बीच धकेलाधकेल भएको हो। एमालेमा प्रतिनिधि छनौटमा भेदभाव गरेको भन्दै ओखलढुङ्गा, धनकुटा, दाङ, मोरङ लगायतमा पनि विवाद भएको छ। यसअघि एमाले अध्यक्ष ओलीकै सामुन्ने कर्ण थापामाथि दुर्व्यवहार भएको थियो। कार्यकर्ताका बीच यस किसिमको हालको स्थिति बनिरहँदा यता शीर्ष नेताहरू भने आफ्नो प्यानल बनाउन कसरतमा छन्। यसपटक ओलीलाई अध्यक्षमा ईश्वर पोखरेलले चुनौती दिने घोषणा गरिसकेका छन्। तर अहिलेसम्मको गणित हेर्दा एमालेका 18 पदाधिकारी मध्ये 12 जना केपी शर्मा ओली पक्षमा खुल्दा 6 जना मात्र ईश्वर पोखरेलको समूहमा देखिएका छन्। एमालेका एक सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेपछि लामो समयदेखि निलम्बनमा छन्। मङ्सिर 27 गतेबाट सुरु हुने एमालेको 11औं महाधिवेशनमा अध्यक्ष पदमा ओली र ईश्वर पोखरेल प्यानल सहित प्रतिस्पर्धाको तयारी गरिरहेका छन्। तर उनीहरू एकअर्काको समूहमा रहेकाहरूको नाम हेरेर मात्र अन्तिम समयमा मात्रै प्यानल सार्वजनिक गर्ने रणनीतिमा देखिन्छन्। अहिले नै प्यानल सार्वजनिक गर्दा विपक्षीले रणनीति बदल्ने भएकाले अध्यक्ष बाहेकको प्यानल अन्तिम समयमा घोषणा गर्न लागि दुवै समूहका नेताहरू बताउँछन्। महाधिवेशन मिति नजिकै गर्दा 3 उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र गुरुप्रसाद बराल ओलीको पक्षमा खुलेका हुन्। यस्तै महासचिव शंकर पोखरेल सहित 3 जना उपमहासचिव प्रदीप गेवाली, विष्णु रिमाल र पृथ्वी सुब्बा गुरुङ पनि ओलीकै पक्षमा खुलेका छन्। 6 सचिवहरूमध्ये 4 जना लेखराज भट्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्मा अरियाल पनि ओलीकै पक्षमा खुलेका छन्। ओलीको पक्षमा खुलेका नेताहरू अहिलेको विषम परिस्थितिमा ओलीको विकल्प खोज्न नहुने बताउँदै ओलीलाई सहयोग गर्ने सार्वजनिक रूपमै घोषणा गरिसकेका छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको समेत साथ र समर्थन रहने बताइएको छ। यद्यपि भण्डारी एमालेको सदस्य समेत नभएकाले उनी पक्षधरहरूले भने पोखरेलको समूहलाई मत दिएर समर्थन गर्ने तयारी गरेका छन्। ओलीले तेस्रो कार्यकाल अध्यक्ष बन्ने चाहना राखेसँगै पोखरेलले ओलीसँग प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्। भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनपछि एमालेको विद्या भण्डारी समूह र विगतमा नेकपा कालको 10 बुँदे पक्षधर भनेर चिनिएका नेताहरूले ओलीलाई नेतृत्व हस्तान्तरण गर्न दबाब दिँदै आएका थिए। उनीहरूले जेएनजी आन्दोलनको भावना अनुसार पार्टी रूपान्तरणको मुद्दा समेत अघि सार्दै आएका छन्। त्यति मात्र होइन, ओली नै प्रधानमन्त्री भएको बेला घटेको घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने पनि पक्षमा छन्। तर ओली उक्त घटनाको अझैसम्म पनि जिम्मेवारी लिन चाहिरहेका छैनन्। बरु ओली जेएनजी आन्दोलनलाई विदेशी षड्यन्त्रको रूपमा व्याख्या गरिरहेका छन्। एमालेको महाधिवेशनमा नेतृत्व चयनका लागि मतदानमा सहभागी हुने करिब 2300 प्रतिनिधि मध्ये 70% बढी ओली पक्षमा र 30% सम्म पोखरेलको पक्षमा रहेको प्रारम्भिक आंकलन छ। तर पोखरेल पक्षले धेरै प्रतिनिधि कुनै पक्षमा नखुलेको अवस्था रहेकाले नेतृत्व चयनको परिणाम फरक आउन सक्ने दावी गरेको छ। प्रतिनिधि चयनको विषयले कतिपय जिल्लामा किचलो पनि उत्पन्न गरेको छ। पोखरेल पक्षले ओखलढुङ्गाबाट एकलौटी प्रतिनिधि ल्याएको भन्दै त्यसलाई उल्टाएर चुनाव गर्न ओलीले ठाडो निर्देशन पनि दिएका छन्। संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले 5 दिनको समय दिएर पत्र नै पठाएका छन्। यसप्रति असन्तुष्ट पोखरेलले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र सचिव योगेश भट्टराईलाई साथै लगेर ओलीसँग बिहिबार भेट गरे। उनले ओलीसँग सबैलाई समान व्यवहार गर्न आग्रह गरेका छन्। यसबीच महाधिवेशनका लागि निर्णायक मध्येका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वी सुब्बा गुरुङ आफ्नो पक्षमा खुलेपछि ओली समूह केही हौसिए पनि ओलीको पक्षमा पहिले नै नखुलेको र अहिले पनि बलियो रूपमा प्रस्तुत नभएको भन्दै अझै असन्तुष्ट छ। पौडेलले ओलीलाई अध्यक्ष बनाउन कुनै समस्या नरहेको भन्दै आफ्नो धार खुलाए पनि उनी पहिले जस्तो ओलीको पक्षमा माहौल बनाउन खुलेर हिँडेका छैनन्। यसले ओलीलाई अझै सशंकित बनाइरहेको छ। त्यसैले पनि महाधिवेशनमा चुनाव नै हुने र लामो समयसम्म आफ्नै समूहका साथ दिएका पोखरेलको चुनौतीलाई ओलीले सामान्य लिएका छैनन्। यसबीच नेतृत्वमा आएमा आमूल परिवर्तन गर्ने लक्ष्यसहित ईश्वर पोखरेल पक्ष 11औं महाधिवेशनबारे अवधारणा पत्र लेखनमा जुटेको छ। ओलीको विरोध भन्दा पनि पद्धतिको विषयलाई जोड दिएर अवधारणा पत्र ल्याउने तयारी भएको एक नेताले जानकारी दिए। अवधारणा पत्रको संयोजन अध्यक्षको उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष पोखरेलले गरिरहेका छन्। 1-2 दिनभित्रै अवधारणा पत्र सार्वजनिक गर्ने तयारी भएको छ। मङ्सिर 27 गते भक्तपुरको सल्लाहघारीमा एमालेको महाधिवेशन उद्घाटन गरेर 28 गतेबाट काठमाडौँको भ्रेकोटी